सुन्नुभयो होला डाक्टर जैनुद्दीन अंसारी। तर उनी चाहिँ कुन किसिमको कृत्य जालसाजी गरेर नेपाल मुस्लिम वेलफेयर सोसाइटीलाई सम्बन्धित मन्त्रालयबाट तत्कालीन नेपाल सरकारबाट नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अनुमति वेलफेयर सोसाइटीलाई पाएको थियो र डाक्टर जैनुद्दीन अंसारी तत्कालीन यो वेलफेयर सोसाइटीको महासचिव हुँदा उनले कुन किसिमले कृत्य जालसाजी गरेर यो सामाजिक संस्थालाई एउटा सामुदायिक संस्थालाई निजी प्राइवेट कम्पनी गराउन सफल भयो। त्यही सन्दर्भमा मैले भने कि यो नेपालको एउटा ऐतिहासिक पत्रकार सम्मेलन हो। यो प्रेस ब्रिगेडले पढेर सञ्चारकर्मी मित्रहरूसँग पेश गर्न गइरहेको छु। त्यसपछि तपाईहरूलाई लागेका जिज्ञासाहरूका प्रश्न उत्तर दिने